के बनाउँदै हो बुढी? के गर्दैछौ? आज बटुक बटुक बनाउन आएको बुढा। आज माघे सङ्क्रान्ति हो नि त। ए अनि म बटुक बनाउँछु हेर्नुहोस् है। के मिसाएको छ त्यसमा? यसमा अँ, यसमा सबैभन्दा बढी त माया मिसाएको छु मेरो परिवारको लागि होइन। आज डेनमार्क आएर यो बटुक बनाएको हो नि त मैले होइन। यो बटुकमा के मिसाएँ भने कालो दाल होइन, मासको दाल अनि अलिअलि अडरको दाल यहाँ बनाएको हेर्नु त कस्तो बनाउँछु मैले। ढङ्ग धेरै भएपछि केही चाहिँदैन कि बुढा, यत्तिकै नै बनाइदिन्छु मैले त। ल हेर्नु, मासको दाल, अडरको दाल, अलिअलि केराउ मिसाएर यता हेर्नु। ल हेर्नु अब मेरो बटुक कस्तो बन्छ ल हेर्नु है। यो बटुक स्याङ्जाको बटुक हो, पाल्पाको होइन है, मेड इन स्याङ्जा। डेनमार्कमा आएर बनाए पनि यो बटुक चाहिँ एकदम विशेष स्याङ्जालीको हातबाट बनेको हो है। स्याङ्जालीको हातबाट होइन बुढा? ए ल ल पाल भयो हुन्छ नि। ल हेर्नु त्यहाँ दिनु त। अनि आजको विशेष के छ त नि अरू? आजको विशेष त अहिले खाने बेला थाहा पाउनुहुन्छ, तर म सरसर्ती भनिदिन्छु है। विशेष बटुक होइन। अनि अब आज माघे सङ्क्रान्ति भएपछि तरुल त खानै पर्यो। चाकु पनि रेडी छ होइन, चाकु। अनि त्यसपछि गएर भुजाको लड्डु अनि खिचडी। मेन त अब हामी बाहुनहरूले खिचडी नखाएसम्म अरू जुठो खाना हुन्न भन्ने हाम्रो बाबुबाजेको उखान पनि छ होइन। परम्परा। आज परम्परा हाम्रो आज खिचडी चढाएर मात्रै खाने चलन छ नि त। मैले बटुक चढाइसकेँ नि बुढा। ए ल दिदीहरूलाई बटुक चढाइसकेँ। ल धन्यवाद। अनि त्यहाँ देखाइदिन्छु त तल पकाएको बटुक हाल्न खोज्ने साथीहरूको लागि बटुक बनाउन केही गाह्रो छैन। यो बेटर तयार गरेपछि फटाफट हुन्छ है बटुक। खोइ त अरू चिज त देखिएन। अरू कोही पाक्दैछ यहाँ, मेरो हात यस्तो भयो कसरी देखा। यसलाई चाहिँ धेरै एकदम चर्को आगो गरेर पकाउने भने भित्र काँचै हुन्छ है। यसरी प्याट्ट फुटालेर हेर्नुपर्छ, पुरै काँचो हुन्छ। त्यही भएर सानो एकदम लो फ्लेममा बनाउनुपर्छ। एकदम सानो आगो गरेर बिस्तारै बिस्तारै पकाउनु पर्छ होइन। मैले चाहिँ अब हामीले खाने भनेर घरै एकदम हेल्दी बनाएको छु होइन। यसमा चाहिँ विशेष गरेर अलिअलि अदुवा लसुनको पेस्ट पनि हालिदिनुपर्छ होइन, अलिअलि। अनि त्यसपछि थोरै खुर्सानी, रातो खुर्सानी सबै गरेर एकदम के मिठो हुन्छ। यसलाई चाहिँ टमाटरको चटनीमा टक्क डुब्ने कप्पा खाने A1 हुन्छ, A1। साह्रै मिठो हुन्छ होला है? एकदम मिठो। म त हजुरलाई खुवाइराखेको छु त, भुल्स्यो हजुरले। यहाँ खुवाइराखेको थिएँ त बुढा। यहाँको विशेष होला नि भनेर क्या अर्कै। यहाँको अझै छोरा बुहारीको माया, नातिनीको माया अझै विशेष थपिएको भएर अझै बेटर हुन्छ यो। बस्न खानै नहुने भयो के अरे? मोटाइ चाहिँ गयो। मोटार जाने हो नि नेपाल जाँदा। अब 1 विक मात्रै बाँकी छ।